पहिला बुढाहरूले भन्थे विदेशमा त यसो हेर्दा टोपी खस्छ अरे भनेर होइन। शेरबहादुर कस्तो भयो अनुभव दुबई मलको? हेलो गाइज होइन, यति बेला चाहिँ म टक्क दुबई मलमा आइसकेको छु होइन। अनि दुबई मलभित्र चाहिँ एकदम घुम्नको लागि बहुत राम्रो ठाउँ छ। अब हाम्रो नेपालमा त यस्तो सम्भव छैन त, अब तैपनि अब नेपालीहरूले बनाउँदैन। अब यसपालिको चुनावपछि चाहिँ केही हुन्छ कि भन्ने आश गरौँ सबैजनाले। अब त्यसपछि चाहिँ म यहाँ टक्क दुबई मलभित्रै एकदम राम्रो वाटरफल भइरहेको छ। म चाहिँ यहाँ देखाउँछु है तपाईँहरूलाई। यस्तो हुन्छ कि मान्छेले चाह्यो भने विकास यतिसम्म पनि राम्रो हुन्छ भनेर। अब यो देख्न सक्नुहुन्छ यता होइन, यो चाहिँ एकदम राम्रो वाटर भइरहेको छ तल माथिबाट। फेरि यही वाटर तल जान्छ र फेरि यही वाटरलाई माथि आउँछ। एकदम मजासँग यस्तो भइरहेको छ। अनि एकदम यो चाहिँ टुरिस्ट हिसाबले पनि बहुत राम्रो हो। एकदमै राम्रो ठाउँ हो यो चाहिँ। हाम्रो ग्याङहरू यता छन् दुईजना, हाम्रो टक्क लाएर। हेलो सर, हामी टक्क आइरहेको छ नि होइन। अहिले हामी दुबई मल हो नि, दुबई मल टक्क लाएर यहाँ चाहिँ तल पानी जम्मा छ। फेरि यही पानी माथि आउँछ होइन, रिभर्स भएर यही पानी माथि आउँछ। अनि माथिबाट फेरि यसरी नै झार्छ टक्क। यति राम्रो ठाउँ बनाइदिएको छ क्या यतिको लागि। अब यता मात्रै होइन, यता पनि छ है। यतापट्टि जाऊँ न, यतापट्टि पनि छ त। अर्को साइड मल छ टक्क लाएर यता पनि छौँ होइन। हामी चाहिँ अब 3जना आएको, दुबई मल आएको धेरै समयपछि आएको क्या। त्यही भएर एउटा भिडियो खिचेर जाउँ न भन्ने जस्तो लाग्यो। यता पनि सेम त्यही छ क्या। अब यस्तो छ यहाँ चाहिँ होइन। यति आएको चाहिँ गाह्रो छ, यसरी स्ट्यान्ड राखेर खिच्न पर्ने हुन्छ। माइक पनि छैन, अब बोलेको अलि टाढा सुनिएला जस्तो छ है। गाइजाउ के हेर्नु जस्तै हो। यहाँ पनि सेम टु सेम छ है। यहाँ पनि त्यही हो। यो वालमा पुरै हो है क्या, तार हो कि के हो, तार जस्तै हो क्या के भनौँ न, गिटीको जस्तो। तल चाहिँ पुरै तार बिछ्या जस्तो छ त, तारै होला होइन। यही पानीलाई माथि ल्यायो होइन, यही पानीलाई माथि लिएर आउँछ। अनि लगभग हामी कति समयपछि दुबई मल आयो होला? अहिले हामी धेरै पनि भयो त्यता हेरौँ ल। धेरै समयपछि आयो, लङ टाइम, आफ्टर लङ टाइम होइन। हामीले नेपालमा यस्तो बनाउन सकिन्छ? सकिन्न। अब बालेनले केही गर्ला, नभए त असम्भव यस्तो गर्न। ल ठिक छ। अनि के बालेनको यस्तै भिजन छ त? अनि बालेनको यस्तो हुनसक्छ। अब जित्यो भने प्रधानमन्त्री पद पायो भने चाहिँ केही गर्न। ल ठिक छ। एकदम राम्रो सोचका साथ हामी चाहिँ यस्तो दुबई मलतिर घुम्न आएको छौँ। कस्तो भयो नि, अब हामीलाई चाहिँ यो दुबई मान्छेले चाह्यो भने यतिकोसम्म विकास गर्न सकिन्छ भन्ने चाहिँ छ होइन। त्यही भएर चाहिँ मैले यो भिडियो बनाउँदैछु। अब त्यस्तो हो गाइज होइन। अब भिडियो हेर्दै जाऊँ, अन्त्यसम्म अझै राम्रो ठाउँहरूमा त मैले लानै बाँकी छ नि। भिडियो मात्रै हेर्दै गरौँ न। अहिले भिडियो चाहिँ हेर्ने, आनन्दले भिडियो हेरेर बस्ने है। मैले चाहिँ यहाँको के कति विकास भएको छ भनेर चाहिँ मैले यहाँ देखाउँछु सबै यो भिडियोमा। आज म्याक्सिमम् यो दुबई मल र बुर्ज खलिफा छेउछाउको चाहिँ एकदम देखाउँछ। हामी चाहिँ एकदम जाँदैछौँ अब यहाँ। एकदम अगाडिपट्टि रोचक छ क्या भिडियो, बहुत रमाइलो छ, हेर्दै जाउँ। अब यहाँभित्र सबै यस्तो पनि छ, सब पसलहरू पनि छ, मान्छेहरू पनि आउनु जाने भइरहेको छ क्या। अनि अब मलाई चाहिँ फेरि भिडियो बनाउन अलि लाज पनि लाग्छ मान्छेको अगाडि। त्यही भएर मैले थोरै मात्रै बोलेर बनाइरहेको छु है त। अब एकदम दामी आउँदैछ भिडियो। अब भिडियो मन पऱ्यो भने चाहिँ लाइक र कमेन्ट सब्सक्राइब पनि गर्नुपर्छ है। फेरि नत्र फेरि यस्तो अर्कोचोटि एउटा भिडियो आउनुलाई बहुत गाह्रो पर्छ। फेरि अब हौसला बढ्छ नि त, कमेन्ट आयो भने, लाइक आयो भने। अहिले चाहिँ अब म टक्क यहाँ दुबईको यो दुबई मलभित्रको अन्डर वाटर जूमा चाहिँ एकदम जाँदैछु होइन। त्योभित्र चाहिँ पुरा माछाहरू, विभिन्न किसिमको माछा देख्न सकिन्छ। अब हामी चाहिँ बल्ल खोज्दा बल्ल हामी चाहिँ यो ठाउँमा पुग्न लागेछौँ। कृपया भिडियो चाहिँ हेरिराखौँ है त। ल साथीहरू, म चाहिँ अब धेरै टाइमको हिँडाइपछि ठ्याक्क अहिले चाहिँ अन्डर वाटर जूमा आइसकेको छु होइन। अब चाहिँ मैले यो अन्डर वाटर जू देखाउँछु। एकदम आजको चाहिँ अलिक विकसित ठाउँ मात्रै देखाउँछु क्या। यहाँ चाहिँ माछाहरू छ स्पेसल्ली होइन, अन्डर वाटर जूमा चाहिँ होइन। हामी चाहिँ माछा छ खतरा। अब नेचुरल त मिल्दैन क्या यसमा, बवाल छ। मान्छे लास्टै धेरै छ क्या। अलि अगाडि जान्छ, अलि अगाडि आकाश, यहाँ नेचुरल आकाश पनि छ क्या, नेचुरल तारा जस्तो देखिन्छ क्या यहाँ माथि चाहिँ क्या खोलाएर होइन। खाली ठाउँ छ कि क्या हो?
अवस्थामा छ क्या बल्ल 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 आइपुग्यो क्या हामी खतरा खतरा माछा छ क्या है मान्छे आउनु ल गाइज अब हामीले यो अन्डर वाटर जू हेरिहाल्यौँ एकछिन भयो होइन अब हामीसँग अलिक समयको पनि अभाव छ मैले बेसिक रूपमा देखाइरहेको छु यहाँ दुबईको विकास कस्तो छ भनेर अब चाहिँ हामी त्यो बुर्ज खलिफातिर अगाडि बढ्दैछौँ होइन बुर्ज खलिफाको बाटो जाँदैछौँ अब हामी टक्कै एक्जिट गेटबाट एकछिनमा बुर्ज खलिफा पुग्छौँ र त्यहाँमा चाहिँ एकदम राम्रो त्यो पानी फाल्छ क्या यस्तो खतरा फाल्छ अनि अब त्यो चाहिँ हामी हेर्छौँ एकछिनमा कृपया भिडियो चाहिँ हेरिराखौँ है त फाइनल्ली रात परिसकेछ क्या बिस्तारै घुम्दा 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 बल्ल दुबई मलबाट चाहिँ निस्केर यहाँ बुर्ज खलिफानिर आइपुगेको छु यो चाहिँ बुर्ज खलिफा होइन 165 तलाको छ अनि मान्छे चाहिँ टन्नै छ यत्रो वर्ल्डको विश्वकै ठुलो मलबाट चाहिँ बल्ल बल्ल निस्केर आइपुगेको छ शेरबहादुर कस्तो भयो अनुभव दुबई मलको ल भेजा भयो भेजा पनि भयो अरे यो दुबई मलबाटको चाहिँ अलिकति बाहिरको दुबई हो बुर्ज खलिफा अब यहाँ हेर्न पर्छ यहाँ पानी पनि छ क्या तलाउ छ यहाँ यस्तो खतरा पानी खाल्छ क्या अहिले चाहिँ हामी चाहिँ यतै कोटिङ गरौँ होला यता नबस अलि त अलि तपाईँले मेन छ भ्याउनु क्या ल टक्कै यो चाहिँ सबै मार्को बिल्डिङ छ होइन एमआर कम्पनीले बनाएको छ यो माथि हेर न यो त बुर्ज खलिफा यस्तो खतरा देखिन्छ है पहिला पहिला बुढाहरूले भन्थे विदेशमा त यसो हेर्दा नि टोपी खस्छ अरे भनेर होइन केही भन्नु छ केही छैन अब हेरौँ यहाँ एकैछिनमा अब यो पानी आउँछ मासतिर हाम्रो एउटा यहाँ बसिरहेको छ झोक्राएर खुट्टा दुख्यो होला घुम्दा घुम्दा ल साथीहरू अब हामी चाहिँ टक्क यहाँ आइसकेका छौँ यहाँ अब चाहिँ यहाँ वाटरफल हुनेवालामा छ होइन मजाले हामी चाहिँ यहाँ अब वाटरफल हेर्छौँ है कृपया भिडियो चाहिँ अन्तिमसम्म हेर्नु पऱ्यो अब चाहिँ बहुत इन्ट्रेस्टिङ पार्ट आउँदैछ है त गाइज ल खतरा हुन्छ क्या अब चाहिँ खतरा हुनेवालामा छ है ल अलिअलि धुवा उड्न थालिसकेको छ हेरौँ सबैजनाले अनि अब सुरु हुन्छ क्या यहाँ खतरा खत्रै हुन्छ क्या अब यहाँ ल यता हेरौँ है के छ विवेक सर हालखबर ठिक छ नि होइन अलि साइड लगाएर ल शेरबहादुर हेर अब यहाँ खतरा हुन्छ अब यहाँ बत्ती पनि बोल्छ क्या दुबई फ्रेममा यता हेर है माइली माइलीलाई देखाउनु गरौँ नि यता अब हेर यहाँ पानी बाफ उठ्न थालेछ खतरा हुन्छ यही हेर्न आएको कि खासमा हेर हेर खतरा बोल्ला इमार बिल्डिङ झराला बोल्यो ल खतरा भएछ यार हेर यहाँ बाफ पनि उठेर
सक्यो ल निस्किम ल गाइस सक्यो अब चाहिँ अब यो पानी फाल्ने कार्यक्रम पनि भयो अब मेरो चाहिँ यो आज चाहिँ एकदम भिडियोको चाहिँ दुबईमा चाहिँ के कस्तो विकास छ हाम्रो देशमा किन भएन भन्ने हिसाबले चाहिँ मैले भिडियो बनाएको अब यस्तो रमाइलो छ दुबईमा चाहिँ भनेर मैले देखाउन मात्रै खोजेको हाम्रो सरले यता हेरिरहेछ पनि होइन कस्तो लाग्यो विवेकजी आज एकदम रमाइलो भयो ल होइन धेरै रमाइलो लाग्यो नि होइन अब हाम्रो त शेरबहादुर त खासै बोल्दैन के अरे अब के छ त अब आज भिडियोमा आउँछ के लाग्यो नेपालमा यस्तो हुन्छ नेपालमा यस्तो हुनलाई त टाइम लाग्छ नि अब हुँदैछ ल इलेक्सन हुँदैछ बिस्तारै हुन्छ ल गाइज होइन अब चाहिँ भिडियोलाई चाहिँ आजको लागि यहीँ इन्ड गरौँ होला अब रुममा जाने बेला पनि भयो अब भिडियो कस्तो लाग्यो अब राम्रो लाग्यो भने कमेन्ट गरौँ अनि अब देखिहाल्यो दुबईमा कस्तो विकास भएको छ भन्ने चिज अब यस्तै विकास हाम्रोमा नि गर्नु पऱ्यो भोट परिवर्तन गर्न पऱ्यो है त ल यसपालिको चुनावमा चाहिँ झ्याप्पै अब घन्टीलाई भोट हालेर चाहिँ बालन शाहलाई प्रधानमन्त्री बनायो नि यस्तो सम्भव छ है त्यो ओली बुढाले गर्दैन 8 पासले है त ल आजको लागि चाहिँ भिडियो यति नै नेक्स्ट भिडियोमा भेटौँला थ्याङ्क यू भिडियो हेरिदिएकोमा थ्याङ्क यू सो मच